हेलो, हामी चाहिँ धुपजुङ जाँदै गरेको। भोलि चाहिँ हाम्रो धुपजुङ ब्याप्टिस्ट मण्डलीको युवा सङ्घको फेलोसिप भएको कारणले म चाहिँ जाँदै गरेको। अझै ठ्याक्क अहिले 5:04 भएछ। म चाहिँ तेल्लोकबाट आउँदै गरेको। अनि साथसाथै मसँग चाहिँ 2जना नानीहरू छ। उहाँहरू चाहिँ स्कुलबाट आउँदै गरेको। खै हेलो भाइ भनिदेऊ ल। ल उनीहरू 2जना। ल म चाहिँ यहाँ धुपीजुङ हाम्रो चर्चको मा टक्क हाम्रो हुनुहुन्छ। अनि मैले भन्दै थिएँ अघि यो चाहिँ हाम्रो चर्चको सचिव हाम्रो शिक्षकज्यूको घर हो। यो चाहिँ टक्क हेर्नु सक्नुहुनेछ। देख्नु सक्नुहुनेछ हाम्रो 2जना नानीहरू चाहिँ टक्क गाडीमा, बहिनी चाहिँ गाडीमा चढ्ने, दाजु चाहिँ कुदाउने। ल ठिक छौँ। अनि यो चाहिँ हाम्रो पास्टर बाको घर हो। पास्टर बाको घरमा आइसकेको छु म चाहिँ अहिले आएर। अब यहाँ एकछिन बसेर म सँगसँगै भाइ पनि छ, स्कुले भाइ। अनि मेरो भारी यहाँ छ टक्क। अब यहाँदेखि उकालो गएर माथि चर्च डाँडा छ, यहाँ माथि छ। अब मैले देखाउने छु। ल मैले अघि तपाईँहरूलाई भनिरहेको थिएँ होइन, म सेवाकाईको लागि भोलिको लागि जाँदैछु भनेर। आज चाहिँ हामी यहाँ टक्क सेवाकाई भोलिको लागि सुरु गरिराखेको छौँ। अनि भोलिको लागि यहाँ ट्राई गरिराखेको छौँ है। आजको कस्तो हुन्छ ट्राई।